ना केलत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा एक दिन तिमी बस्यो मलाई Sa da sa ni ni sa da 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 sa ni ni sa ga ma da ma ni da ma da ga ma sa ni da ni ga ma ga sa ni sa ga ma da ni sa 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 da ni sa 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 da ni sa sa sa. Thank you. म एकले मात्र घुमे भनेको त बाबु नमस्कार बाबु घुमिसकेछु भने लास्टमा घुम्यौँ नि त हामी मेरो दुई हात जोडेर सबैभन्दा ठुलो नमस्कार तिमीलाई धन्यवाद के नाम हजुरको मेरो नाम एन्जल बाबु कटेल अनि घर चाहिँ कता मेरो गाउँ चाहिँ सोलुखुम्बु बसिरहेको चाहिँ हाल यहीँ धुम्बाराईमै बसिरहेको छु म त यस्तो ध्यानमग्न भएर पल्टी कसेर एन्जलको गीतमा पुरै हराइरहेको थिएँ यो उमेरमा आएर तपाईँले यो गीतलाई एटेम्प्ट गर्नु भनेको धेरै ठुलो कुरा हो म चाहन्छु एन्जलको यो मिठो गायकी साथमा चाहिँ म अघि बढ्न चाहन्छु टिम मिलन अघि बढ्न चाहन्छ एन्जल यो उमेरमा मैले चाहिँ यसरी गाउन सक्दैन थिएँ 12 वर्षको उमेरमा मलाई त्यही भएर एकदमै यो म अझै अन्तिम समय सुन्न चाहिरहेको थिएँ खास त्यो टाइम नै जाला जस्तो भइसकेको थियो त्यसले गर्दाखेरि एकदमै यो उमेरमा यो तयारी छ मेरो टिममा स्वागत छ मैले अघि भनिहालेँ सत्यको टिममा सत्य सङ्गीतलाई सत्य सुरलाई एकदम स्वागत छ मेरो टिममा प्लिज आउनु होला ल है एन्जल चक्लेट पनि दिन्छु म चक्लेट त पाइँदैन चक्लेट चाहिँ खोस्टा एन्जल मलाई धेरै कुराहरू भन्न मन लागेको छ तर शब्दहरू चाहिँ शब्दको बाणहरू चाहिँ मलाई आएको छैन तर धेरै शब्दहरू के चाहिँ त्यस्तो साह्रो साहित्यिक नबोल्नु न बाण भनेको के हो थाहा छ थाहा छैन नि धेरै शब्दहरूलाई प्रयोग गरेर तिमीलाई चाहिँ पाउनु
मन छ तर त्यो शब्दहरू मसँग फुटेको छैन। तर यति भन्न चाहन्छु, सुरुमा हजुरले गीत गाउने बेलामा कोही कतै त्यो तपाईँको साउन्डको कमी कमजोरी हो कि यो तपाईँको आवाज अगाडि सुनिएको थिएन। अलिअलि आउँदा गर्दा यो मान्छेको अथवा यो बाबुको स्वर चाहिँ बवालै छै जस्तो लाग्यो। तर पछि खुल्दै आयो, एकातिर तपाईँको झ्याप्प त्यो साउन्ड तपाईँको त्यो आवाज सुन्न पाएछ, सिधै दिलमा हिट गरेको चाहिँ हो। अनि त यस्तरी मग्न भयो कि म तपाईँको आवाज के हुनु मैले नि यस्तो फिदा भयो कि त्यही शब्द मन्त्रमग्ध। एन्जेल एउटा मात्रै कुरा भन्छु म अहिले जुन कुर्सीमा बसिरहेको छु नि धेरैपल्ट जितेको कुर्सी छ यो। त्यसको साथसाथै एकपल्ट मैले पनि जितिसकेको विनर कोच पनि हो, उता पनि हो, तर कुर्सीमा पनि त्यस्तै कुर्सीमा बसिरहेको छु है। जसले हारेर जित्छ नि त्यसलाई बाजीगर भन्छ नि त। मैले भन्न खोजेको के हो भने तपाईँको आवाज यो उमेरमा यो साधना एकदम फाइन छ। यो उमेरको लागि अब धेरै तपाईँलाई यो चिज सिकाउन पर्छ जस्तो लाग्दैन। मसँग आउनुभयो भने तपाईँलाई त मैले अरू थुप्रै गीतहरू सिकाउने हो, लोकगीत सिकाउने हो। हजुरको यावत कुराहरू छोडिदिनुहोस्। त्यो छोडिदिनुहोस् कि छोडिदिनुहोस्। तपाईँसँग फ्यामिली आउनु भएको छ? आउनु भएको छ। बोलाउनुहोस् न, स्टेजमा बोलाउनुहोस् न है। स्टेजमा आइदिनु न। ल न, एन्जलको आमा बुवा को आउनु भएको छ, छिटो भन्दा छिटो आउनुहोस् त। सपरिवार आइदिनु। टिम खेमलाई जिम्मा लगाइदिनुहोस्। आमाले नै हामीलाई मन्त्रमग्ध बनाउनु भयो। आमा सपरिवारलाई एकदमै स्वागत गरेँ र सम्मान पनि गरेँ। मेरो पनि हजुरहरूलाई सबलाई मैले धन्यवाद, मुरी धन्यवाद। ल कोचेस, म चाहिँ ट्यालेन्टको माइलो बुवा। तपाईँ जति त्यहाँ बोल्दै जानु भए पनि आउने यतैतिर हो। सपरिवारलाई एकदमै सम्मान छ। आमा बुवा सानसानो नानी बाबु सबै आउनु भएको छ। हामी चारैजना फर्केका छौँ। तर यहाँ फर्स्टमा चाहिँ म घुमेको छु है। ल फर्स्टमा जो घुमे पनि जो मन्त्रमग्ध भयो पनि केही मतलब छैन। पछिको लागि चाहिँ सोध्नुपर्छ है। भोलि ब्याटल हुन्छ, त्यसपछि लाइभ हुन्छ। अहिले यहाँ राम्रो भन्ने, फेरि भोलि ब्याटलमा फ्यात्त फाल्दिउँ के ला फ्याल्दैन। यति राम्रो ट्यालेन्टमा फ्याल्ने त मामुल हो। मन्त्रमग्ध भइहाल्छौँ नि हामी। र एन्जेल, अब हजुरले डिसाइड गर्नुहोस्। हामी यहाँ पर्खिरहेछौँ, विशेष गरी म तपाईँको लागि पर्खिरहेको छु यहाँ। घरको सबैभन्दा ठुलो पाएको मान्छेले भनेको हुन्छ है। हजुर आमालाई सोधेर ल कसैको सुन्नु, उहाँ आफ्नो डिसिजन हो नि। गुड। ल हेर्नुहोस् त बाबु एन्जल, हाम्रो समर्थन होला नि त होला नि कोही त। म चाहिँ जान चाहन्छु।